Quick स्पिकिङ tips सेक्सनको for लागि क्विक speaking. टिप्स फर्स्ट अफ अल तपाईँले रिड अलाउड भन्दा अगाडि इन्ट्रोडक्सन पाउनुहुन्छ इन्ट्रोडक्सन पनि अटेम्प्ट गर्नु होला तपाईँको घाँटी क्लियर छैन भने पनि क्लियर हुन्छ र तपाईँको कन्फिडेन्स पनि बिल्डअप हुन्छ ओके टकिङ अबाउट रिड अलाउड फर्स्ट अफ अल तपाईँले त्यहाँ ध्यान दिनुपर्ने कुरा के छ कि टाइममा है त तपाईँले बिप बज्दा बज्दै हतार गरेर कहिले पनि बोल्न स्टार्ट नगर्नुहोस् बिप बजेर ट्याक्कै एक स्टेप चलेपछि स्ट्याटस रेकर्डिङमा चेन्ज भएपछि बल्ल तपाईँले बोल्न स्टार्ट गर्नु होला र धेरै ढिला पनि स्टार्ट गर्नु हुँदैन बिप बजिसक्ने बित्तिकै स्टार्ट गरिहाल्नुपर्छ इन्स्ट्यान्टली नै है बिप बज्दा बज्दै पनि हतार गर्नु भएन बिप बजेपछि पनि ढिला गर्नु भएन सो यसरी गर्नुभयो भने तपाईँको टाइमिङको कुरा समस्या आउँदैन र जतिखेर बोलेर भ्याउनुहुन्छ रिड अलाउडमा नेक्स्ट दिइहाल्ने टोटल 40 सेकेन्ड तपाईँले पाउनुहुन्छ बट तपाईँले जति सेकेन्डमा भ्याउनुहुन्छ नेक्स्ट क्लिक गरिदिइहाल्नुपर्छ है त ढिला गर्नु भएन अनि रिपिट सेन्टेन्समा बिप बज्दैन तपाईँहरू धेरैजनाले कपमा लेखेर बस्दिनुहुन्छ उता रेकर्डिङ स्टार्ट भइसकेको हुन्छ होइन अब तपाईँले इनकेस यसरी तपाईँले ढिला स्टार्ट गर्नुभयो बोल्नलाई अरू तपाईँले 3 सेकेन्ड नबोली बस्नुभयो भने त तपाईँको माइक्रोफोनै स्टप हुन्छ सो तपाईँले रिपिट सेन्टेन्समा चाहिँ बिप बज्दैन सो केयरफुल हुनु पऱ्यो स्क्रिनमा हेर्नु पऱ्यो त्यहाँ स्ट्याटस रेकर्डिङ भनेर आएर ठ्याक्कै एक स्टेप चलेपछि अनि बोल्न स्टार्ट गर्नु पऱ्यो र तपाईँले जति टाइममा भ्याउनुहुन्छ टोटल 15 सेकेन्ड पाउनुहुन्छ बट तपाईँले जतिमा भ्याउनुहुन्छ 5 सेकेन्ड 10 सेकेन्ड जतिमा भ्याए पनि नेक्स्ट इन्स्ट्यान्टली थिच्नुपर्छ है त नेक्स्ट एन्ड एस गर्नुपर्ने हुन्छ फाइनल एक्जाममा र डिस्क्राइब इमेजमा टोटल 40 सेकेन्ड रेकर्डिङ टाइम पाउनुहुन्छ यहाँ पनि बिप बज्छ बिप बजेर एक स्टेप हिँडेपछि बोल्न स्टार्ट गर्ने र 40 सेकेन्डमा जस्ट अराउन्ड 30 सेकेन्ड जति मात्रै बोल्दा हुन्छ पुरै 40 बोलिरहनु पर्दैन है त अराउन्ड 25 to 35 को बिचमा भयो हुन्छ र अर्को भनेको रिटेल लेक्चर सेम हो त्यहाँ पनि हामीले मजाले नोट गर्छौँ र नोट गरिसकेपछि 10 सेकेन्ड पाउँछौँ 10 सेकेन्ड पछि बिप बज्छ बिप बज्दा बज्दै हतार नगर्ने बिप बजिसकेर एक स्टेप हिँडेपछि बोल्न थाल्नु होला र यहाँ पनि 40 सेकेन्ड टोटल टाइममा जस्ट अराउन्ड 30 सेकेन्ड जति बोल्दा हुन्छ एक्ज्याक्ट चाहिएन जस्ट अराउन्ड 30 सेकेन्ड पुरै 40 चाहिँ बोल्न ट्राई नगर्नु है त एन्सर सर्ट क्वेसन यसमा पनि बिप बज्दैन तपाईँले आफ्नो एन्सर चाहिँ गेस गरेर आउनुहोस् खाली छोडेर नआउनुहोस् जे आउँछ त्यही बोलेर भने आइदिनुहोस् बिप बज्दैन ट्याक्कै एक स्टेप चलेपछि अनि बोल्नुपर्छ तपाईँले चाहिँ हतार गरेर क्वेसन सकिने बित्तिकै इन्स्ट्यान्टली एन्सर भन्नुभयो भने रेकर्ड नहुन सक्छ है त त्यो रेकर्डिङ भनेर स्ट्याटस चेन्ज हुनु पऱ्यो अनि बल्ल बोल्न स्टार्ट गर्ने र ढिला पनि बोल्न स्टार्ट गर्नु भएन रेकर्डिङ बारमै हेरेर त्यो एक स्टेप चलेपछि बोल्ने ह्याबिट बनाउनु पऱ्यो त्यसरी नै अहिले नै प्र्याक्टिस गर्नुपर्छ र यस्तै अरू भिडियो चाहिएको छ भने तल प्लिज कमेन्ट गरिदिनु होला अरू तपाईँहरूलाई के टिप्स चाहिएको छ मलाई भन्नु होला थ्याङ्क यू